आदरणीय दर्शकवृन्द नमस्कार। विष्णु थापा युट्युब च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत छ। आज म फेरि तपाईहरुको माझमा सहकारी संस्थामा सोधिएका प्रश्नपत्रहरूको संगालो ओल्ड इज गोल्ड लिएर आएको छु। यसअघि तपाईहरुले अथवा दर्शकवृन्दहरूले अत्यधिक रुचाइएको यो प्रश्नपत्रलाई म पुनः तपाईहरुको समक्ष प्रस्तुत गर्न लागिरहेको छु। यसमा समूह कमा 16 वटा वस्तुगत प्रश्नहरू रहेका छन् र प्रत्येकका 4 वटा विकल्पहरू छन्। 4 वटा विकल्प मध्ये एउटा विकल्पमा तपाईहरुले पहिले अन्दाज गर्नुहोला र लास्टमा यसको एन्सर सिट पनि मैले दिएको छु। त्यो एन्सर सिटसँग तपाईले फेरि त्यसलाई रुजु गर्नुहोला। ल आउनुहोस् दर्शकवृन्द, प्रश्न नम्बर 1 मा छ, उपमहानगरपालिकामा दर्ता भएका सहकारी संस्था लिमिटेडमा कति प्रतिशत आयकर लाग्दछ? यसको अप्सनहरू छन्। 1 मा 5%, 2 मा 7% र 3 मा 10% र 4 मा 15%। यसैगरी प्रश्न नम्बर 2 छ, आयकर ऐन 2058 बमोजिम बैठक भत्तामा कति प्रतिशत कर लाग्दछ? यसका विकल्पहरू छन्। 1 मा 5%, 2 मा 10%, 3 मा 15% र 4 मा 25%। प्रश्न नम्बर 3, जिल्ला कार्यक्षेत्र भएको सहकारी संस्थाको नियामक निकाय कुन निकाय अन्तर्गत पर्दछ? 1 मा संघ, 2 मा प्रदेश, 3 मा स्थानीय र 4 मा कुनै पनि होइन। 4 नम्बर प्रश्न, टीटीआर रिपोर्ट कति दिनमा रिपोर्टिङ गर्नुपर्छ? 1 नम्बरमा 3 दिन, 2 मा 15 दिन, 3 मा 20 दिन र 14 अप्सन छ 30 दिन। अनि प्रश्न नम्बर 5, एसटीआर रिपोर्ट कति दिनमा रिपोर्टिङ गर्नुपर्छ? अप्सन छ 1 मा 3 दिन, 2 मा 15 दिन, 3 मा 20 दिन र 4 मा 30 दिन। प्रश्न नम्बर 6, तलबको न्यूनतम श्रेणीमा कति प्रतिशत कर लाग्दछ? 1 मा 1%, 2 मा 15%, 3 मा 2% र 4 मा 5%। यसैगरी प्रश्न नम्बर 7 मा छ, संस्थाको मुनाफा वास्लातको कुन लेखा शीर्षक अन्तर्गत पर्दछ? 1 मा सम्पत्ति, 2 मा दायित्व, 3 मा आम्दानी र 4 मा खर्च। प्रश्न नम्बर 8, बैंकले संस्थागत बचत खातामा प्राप्त ब्याजमा कति प्रतिशत ब्याज कर लगाउने गर्दछ? 1 मा 5%, 2 मा 10%, 3 मा 15% र 4 मा 20%। प्रश्न नम्बर 9, बैंकले व्यक्तिगत बचत खातामा प्राप्त ब्याजको कति प्रतिशत ब्याज कर लगाउने गर्दछ? 1 मा 5%, 2 मा 10%, 3 मा 6% र 4 मा 20%। प्रश्न नम्बर 10, अहिले संघ तर्फको कुन सहकारी ऐन तथा नियमावली लागू भएको छ? 1 सहकारी ऐन 2048 र नियमावली 2049, 2 सहकारी ऐन 2068 र नियमावली 2069, 3 सहकारी ऐन 2074 र नियमावली 2075 र 4 सहकारी ऐन 2075 र नियमावली 2074। प्रश्न नम्बर 11, संरक्षित पुँजी फिर्ता कोष वितरण गर्दा कुन आधारमा वितरण गरिन्छ? 1 शेयरको अनुपातमा, 2 बचत र ऋणको ब्याज दरको अनुपातमा, 3 ब्याज खर्च र ब्याज आम्दानीको अनुपातमा र 4 नम्बरमा कुनै पनि होइन। यसैगरी प्रश्न नम्बर 12 मा छ, जगडा कोषमा शुद्ध नाफाको कति प्रतिशत रकम छुट्याइन्छ? अप्सन छ 1 मा 5%, 2 मा 10%, 3 मा 15% र 4 मा 25%। 13 सहकारीमा कति किसिमका खाता हुन्छन्? 1 मा 1 वटा, 2 मा 2 वटा, 3 मा 3 वटा, 4 मा 4 वटा। प्रश्न नम्बर 14, सहकारीमा कतिवटा सिद्धान्त हुन्छन् अथवा सहकारीका कतिवटा सिद्धान्त छन्? 1 मा 5 वटा, 2 मा 6 वटा, 3 मा 7 वटा र 4 मा 8 वटा। प्रश्न नम्बर 15, पल्सको फुल फर्म के हो? प्रोटेक्सन एसेट क्वालिटी, इफेक्टिभ फाइनेन्शियल स्ट्रक्चर र रेट अफ रिटर्न, लिक्विडिटी, साइन अफ ग्रोथ। 2 नम्बरमा छ पर्फेक्ट, इफेक्टिभ फाइनेन्शियल स्ट्रक्चर,
एमा एसेट क्वालिटी, आरमा रेट अफ इक्विटी, एलमा एल इक्वल टु लिक्विडिटी र यस साइन अफ ग्रोथ। यसै गरी तेस्रो अप्सनमा छ पी इक्वल टु प्रोटेक्सन, ई इक्वल टु इफेक्टिभ फाइनेन्सियल स्ट्रक्चर, ए इक्वल टु एसेट क्वालिटी, आर इक्वल टु रेट अफ इक्विटी, एल इक्वल टु लिक्विडिटी, यस इक्वल टु साइन अफ ग्रोथ। लास्ट अप्सन छ पी इक्वल टु पर्फेक्ट, इक्वल टु इफेक्टिभ फाइनेन्सियल स्ट्रक्चर, ए इक्वल टु एसेट्स क्वालिटी, आर इक्वल टु रेट अफ रिटर्न, एल इक्वल टु लिक्विडिटी र यस इक्वल टु साइन अफ इन्डिकेटर। प्रश्न नम्बर 16, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना कहिले भएको हो? दर्शकवृन्द, तपाईहरू जुन सहकारीको परीक्षामा सामेल हुँदै हुनुहुन्छ त्यो सहकारी कहिले स्थापना भएको भन्ने सन्दर्भमा तपाईले त्यसको ज्ञान लिएर अथवा जानकारी लिएर जानुपर्छ भन्ने यो प्रश्नको आशय हो। यसै गरी प्रश्न नम्बर 17 छ तलको भनाइमध्ये कुन ठिक छ? 1. सम्पत्ति र दायित्व क्रेडिट, 2. आम्दानी डेबिट र खर्च क्रेडिट, 3. खर्च डेबिट र आम्दानी क्रेडिट, 3. अप्सन नम्बर 4 मा कुनै पनि होइन भन्ने छ। अब समूह ख मा तलका सम्पूर्ण प्रश्नहरूको हिसाब गरी उत्तर दिनुहोस्। यो प्रश्न नम्बर 18 छ यस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 2079 पौष महिनाको कर्मचारी तलब खर्च रु 2 लाखमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष थप तथा कट्टी गरी कर्मचारी तलब खाता मार्फत भुक्तानी दिइयो। सामाजिक सुरक्षा कोषको रकम बैंक मार्फत जम्मा गरियो। उक्त कारोबारको गोस्वारा भाउचर बनाउनुहोस्। दर्शकवृन्द, यहाँ तलब खर्च 2 लाख रुपियाँ छ र सामाजिक सुरक्षा कोषमा कट्टी भन्ने छ। सामाजिक सुरक्षा कोषमा संस्थाको तर्फबाट 20% थप हुन्छ र कर्मचारीको तर्फबाट 11% कट्टी गरी कुल 31% सामाजिक सुरक्षा कोषमा जम्मा गरिन्छ। यसको चाहिँ भाउचर बनाउनुहोस् भनेर भनेको छ। यसै गरी प्रश्न नम्बर 19 मा छ रु 5 लाख कर्जा लिएको ऋणी रामबहादुर थापाले महिनाको मसान्तमा 1 महिनाको वार्षिक 15% ब्याज र 5% ब्याज छुट सहित कति रकम ब्याज भुक्तानी गर्नुपर्छ हिसाब गरी निकाल्नुहोस् भनेर यहाँ ब्याज निकाल्न लगाइएको छ। 20 नम्बर प्रश्नमा छ तलका बचत र कर्जा शीर्षकमा बचत र कर्जाको भार अनुपातमा स्प्रेड रेट पत्ता लगाउनुहोस् भनेर भनेको छ। यसमा मासिक बचत छ 50 लाख छ, बचतको ब्याज दर 11% छ। साधारण बचत छ 25 लाख, यसको ब्याज दर छ 9%। यसरी कर्जामा छ घर खर्च कर्जामा रु 45 लाख, यसको ब्याज दर 14%। उद्योग कर्जामा 25 लाख छ र यसको ब्याज दर 13% छ। यसको चाहिँ स्प्रेड रेट पत्ता लगाउनु पर्ने छ। यसै गरी अर्को छ एक प्रश्न नम्बर 21 मा नमुना सहकारी संस्था लिमिटेड 2079 पौष मसान्तसम्मको तपसिल बमोजिमको लेजर मौजुदात अनुसार सन्तुलन परीक्षण तयार गर्नुहोस् भनेको छ। यसबाट सन्तुलन परीक्षण बनाउनु पर्ने छ। एकाउन्ट हेडमा के छ भन्दा शेयर क्यापिटलमा 20 लाख छ, सर्ट टर्म लिएबिलिटीमा 80,000, फिक्स एसेटमा 4 लाख, डिपोजिट्समा 80 लाख, लोन एन्ड इन्भेस्टमेन्टमा 85 लाख, रिसिभेबलमा 1,20,000, इन्ट्रेस्ट इन्कममा 25 लाख, इन्ट्रेस्ट एक्सपेन्सेसमा 18 लाख, डिप्रिसिएसनमा 60,000, अपरेटिङ एक्सपेन्सेसमा 3,50,000, अपरेटिङ इन्कममा 6 लाख, अदर्स इन्कममा 40,000, प्लान्ट एन्ड मेसिनरीमा 9,90,000, क्यास एन्ड ब्याङ्कमा 10 लाख। यसको ट्रायल ब्यालेन्स बनाउनु पर्ने छ। दर्शकवृन्द, लेखापाल पद तह 5 को सहकारी संस्थामा सोधिएका प्रश्नहरू तपाईहरूले देखिसक्नुभयो र यसका वस्तुगत प्रश्नहरूको उत्तर समेत तपाईले अन्दाज गरिसक्नुभयो। अब कतिपय प्रश्नहरूको
एन्सरमा तपाईहरुलाई यदि दुविधा छ भने या मैले एन्सर सिट लिएर आएको छु, उत्तरमाला लिएर आएको छु, यसमा रुजु गर्नुहोला। प्रश्न नम्बर 1 मा थियो उपमहानगरपालिकामा दर्ता भएका सहकारी संस्था लिमिटेडमा कति प्रतिशत आयकर लाग्दछ? यसको सही उत्तर थियो अप्सन 2 7%। प्रश्न नम्बर 2 मा थियो आयकर ऐन 2058 बमोजिम बैठक भत्तामा कति प्रतिशत कर लाग्दछ? यसको एन्सर छ 15%, अप्सन 3। जिल्ला कार्यक्षेत्र भएको सहकारी संस्थाको नियामक निकाय कुन निकाय अन्तर्गत पर्दछ भनेको थियो? यसको एन्सर हो 2, यो प्रदेश अन्तर्गत पर्दछ। प्रश्न नम्बर 4 को टीटीआर रिपोर्ट कति दिनमा रिपोर्टिङ गर्नुपर्छ? यसको एन्सर हो 15 दिन, अप्सन नम्बर 2। एसटीआर रिपोर्ट कति दिनमा रिपोर्टिङ गर्नुपर्छ? यसको अप्सन 1 3 दिन। प्रश्न नम्बर 6 मा थियो तलबको न्यूनतम श्रेणीमा कति प्रतिशत कर लाग्छ? पारिश्रमिक कर न्यूनतम 1% लाग्छ, अप्सन 1। प्रश्न नम्बर 7 संस्थाको मुनाफा वास्लातको कुन लेखा शीर्षक अन्तर्गत पर्दछ? यसको अप्सन 2 दायित्व। 8 नम्बर प्रश्नमा बैंकले संस्थागत बचत खातामा ब्याजमा कति प्रतिशत कर लगाउने गर्दछ? संस्थागत खातामा यसले 15% लगाउने गर्दछ, अप्सन 3। 9 नम्बर प्रश्न बैंकले व्यक्तिगत बचत खातामा प्राप्त ब्याजको कति प्रतिशत कर लगाउने गर्दछ? 6% लगाउने गर्दछ, अप्सन 3। प्रश्न नम्बर 10 अहिले संघतर्फको कुन सहकारी ऐन तथा नियमावली लागू भएको छ? अहिले सहकारी ऐन 2074 र नियमावली 2075 लागू भएको छ, अप्सन 3। 11 नम्बर संरक्षित पुँजी फिर्ता कोष वितरण गर्दा कुन आधारमा वितरण गरिन्छ? अप्सन 3 ब्याज खर्च र ब्याज आम्दानीको अनुपातमा। प्रश्न नम्बर 12 जगडा कोषमा शुद्ध नाफाको कति प्रतिशत रकम छुट्याइन्छ? अप्सन 4 25%। 13 नम्बर प्रश्न सहकारीमा कति किसिमका खाता हुन्छन्? अप्सन 4 4वटा। सहकारीमा 4 किसिमका 4वटा खाता हुन्छन्। प्रश्न नम्बर 14 सहकारीमा कतिवटा सिद्धान्त हुन्छन्? अप्सन 3 7 सिद्धान्त। प्रश्न नम्बर 15 पल्सको फुल फर्म के हो? अप्सन नम्बर 1 मा भएको फुल फर्म नै सही एन्सर हो। प्रश्न नम्बर 16 जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना कहिले भएको हो? अप्सन 1 56 9 20। समूह ख मा तलका सम्पूर्ण प्रश्नहरूको हिसाब गरी उत्तर दिनुहोस् भनेको छ। यहाँ हेर्नुहोस् बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 2079 पौष महिनाको कर्मचारी तलब खर्चहरू 2 लाखमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष रकम थप तथा कट्टी गरी कर्मचारी तलब खाता मार्फत भुक्तानी दियो। सामाजिक सुरक्षा कोषको रकम बैंक मार्फत जम्मा गरियो। उक्त कारोबारको ओखरा भौचर बनाउँदाखेरि डेबिट तलब खर्च हुने भयो। तलब खर्च 150 खर्चको शीर्षक अन्तर्गत पर्दछ र 2 लाख रुपियाँ भयो। र यसमा सामाजिक सुरक्षा कोषमा 20% संस्थाले थप्ने हुँदा सामाजिक सुरक्षा कोष खर्च बाबत 150 मै 40,000 चाहिँ संस्थाको खर्च हुने भयो र यसरी संस्था खर्च 2,40,000 हुने भयो। अनि क्रेडिट साइडमा कर्मचारी तलब खातामा 2 लाख तलब 2 लाख र सामाजिक सुरक्षा कोष 40,000 गरेर 2,40,000 भए तापनि यसमा 11% कर्मचारीको तलबबाट कट्टा हुने हुँदा कर्मचारी तलब खातामा 1,78,000 जाने गर्दछ र संस्थाले थप गरेको 40,000 र कर्मचारी को तर्फबाट काटिएको 11% को 22,000 गरी कुल 62,000 सामाजिक सुरक्षा कोषमा यो चाहिँ दाखिला गर्नु पर्ने हुन्छ। त्यसकारणले यहाँ सामाजिक सुरक्षा कोषमा क्रेडिटमा देखिएको छ र यही रकमलाई तलपट्टि डेबिट सामाजिक सुरक्षा कोष 62,000 र क्रेडिट बैंक 90 गरेर चाहिँ 62,000 जो बैंक मार्फत के अरे भन्दा सामाजिक सुरक्षा कोषमा जम्मा गरिएको छ। प्रश्न नम्बर 19 चाहिँ साधारण ब्याज सम्बन्धमा थियो।
रु 5 लाख कर्जा लिएका ऋणी रामबहादुर थापाले महिनाको मसान्तमा 1 महिनाको वार्षिक 15% ब्याजमा 5% छुट सहितको रकम ब्याज भुक्तानी गर्नुपर्छ भने ब्याजको हिसाब गर्नुहोस् भनेको छ। यसमा के छ भन्दा 5 लाखको 15% यसलाई डिभाइड बाई 365 एक वर्षमा 365 दिन हुन्छ र एक महिनामा 30 दिन हुन्छ भन्ने मान्यता अनुसार यसलाई 30 ले गुणन गरेपछि यसको एक महिनाको ब्याज निस्किन्छ र उसले महिनामा मसान्तभित्र बुझाएको हुनाले 5% ब्याज छुट दिने प्रचलन भएको कारणले रहेछ यस सहकारी संस्थामा र 5% छुट गर्दा 308 रुपैयाँ 20 पैसा गरेर उसले जम्मा भुक्तान गर्नुपर्ने ब्याज 5856 रुपैयाँ 80 पैसा भएको छ। यसैगरी प्रश्न नम्बर 20 मा चाहिँ बचत र कर्जा शीर्षकको बचत र कर्जाको भार अनुपातमा स्प्रेड रेट पत्ता लगाउनुहोस् भनेको छ। यसमा मासिक बचतमा 50 लाख थियो, साधारण बचतमा 25 लाख थियो, टोटल बचत 75 लाख थियो र यसको ब्याज दर 11.9 थियो अनि यसको जम्मा बचतको औसत ब्याज दर चाहिँ 10.34 निकालियो हैन। यसैगरी खर्चतर्फ घर खर्च कर्जामा 45 लाख थियो, उद्योग कर्जामा 25 लाख थियो, टोटल चाहिँ कर्जा 70 लाखमा यसको चाहिँ हामीले जम्मा औसत ब्याज दर चाहिँ 13.64 निकालियो र स्प्रेड रेट 13.64 माइनस 10.34 गर्दा 3.30 यसको चाहिँ स्प्रेड रेट रहेको छ। यसैगरी यो नमुना सहकारी संस्थाको यो देहाय बमोजिमको चाहिँ मौजदात अनुसारको लेजर मौजदात अनुसारको सन्तुलन परीक्षण तयार गर्नुहोस् भनेको छ। यसमा सन्तुलन परीक्षणमा आउँदाखेरि सबभन्दा माथि चाहिँ नमुना सहकारी ट्रायल ब्यालेन्स एज एन इन्ड अफ पौस भन्यो, पौसको हो यो डेबिट साइड र क्रेडिट साइड दुई साइड हुन्छ हैन। अनि डेबिट साइडमा फिक्स एसेट अनि लोन एन्ड इन्भेस्टमेन्ट अनि रिसिभेबल, इन्ट्रेस्ट एक्सपेन्सेस, डिप्रिसिएसन, अपरेटिभ एक्सपेन्सेस, प्लान्ट एन्ड मेसिनरी, क्यास एन्ड ब्याङ्क गरेर टोटल 1,32,20,000 डेबिट साइडमा र क्रेडिट साइडमा सेयर क्यापिटल, सर्ट टर्म ल्याबिलिटी, डिपोजिट, इन्ट्रेस्ट एक्सपेन्सेस, अपरेटिङ इन्कम एन्ड अदर इन्कम गरेर यहाँ पनि यसरी डेबिट साइडमा 1,32,20,000 र क्रेडिट साइडमा 1,32,20,000 गरेर यो ट्रायल ब्यालेन्स दुवैतिर बराबर आएको छ। सन्तुलन परीक्षणमा डेबिट क्रेडिट बराबर हुनुपर्दछ। आदरणीय दर्शकवृन्द, यतिन्जेल भिडियो हेरेर साथ दिनुभएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो र कुन ठाउँबाट हेर्दै हुनुहुन्छ अवश्य कमेन्ट गर्नुहोला। सहकारी सम्बन्धी कस्तो भिडियो हेर्न चाहनुहुन्छ कमेन्टमा लेख्नुहोला। च्यानललाई सब्स्क्राइब नगरेको भए सब्स्क्राइब गर्नुहोला र बेल आइकनलाई दबाउनुहोला। धन्यवाद, नमस्कार। फेरि अर्को भिडियोमा भेटौँला।